के तपाईको आइफोनको ब्याट्री छिटो सकिरहेको छ? सकिरहेको छ भने आउनुहोस् जानु केही यस्ता सेटिङ अप्सनहरू जसले थाहा पत्तो नदिई फोनको ब्याट्री सकाइरहेको हुन्छ। अनि ब्याकग्राउन्ड फिचर्सहरूले ब्याट्री सकाइरहेको हुन्छ। अब लागौँ त्यस्ता फिचर्सहरू डिसेबल वा बन्द गर्नतिर। फर्स्टमा सेटिङमा जानुहोस्। अब एप्पल इन्टेलिजेन्स एन्ड सिरी भित्र जानुहोस् र यी 5 वटा अप्सनहरूलाई बन्द गरिदिनुहोस् किनकि तपाईको फोनको ब्याट्री बिस्तारै सकाइरहेको हुन्छ। अब फेरि पछाडि जानुहोस्। एक्सेसिबिलिटी भित्र मोसनमा जानुहोस्, रिड्युस मोसन अन गर्नुहोस् र क्रस फेड ट्रान्जेक्सन पनि अन गर्नुहोस्। यसले तपाईको फोन स्मुथसँग चल्नेछ र ब्याट्री पावर थोरै लिनेछ। फेरि सेटिङमा फर्किनुहोस्, जेनरलमा ट्याप गर्नुहोस् र ब्याकग्राउन्ड एप रिफ्रेश भित्र जानुहोस्। अब तपाई छक्क पर्नुहुनेछ कि यति धेरै एप्सहरू ब्याकग्राउन्डमा चलिरहेको रहेछ भनेर, र यी एप्सहरूले नै तपाईको फोनको ब्याट्री सकाइरहेको हुन्छ। अब माथि ब्याकग्राउन्ड एप्स रिफ्रेशमा ट्याप गर्नुहोस् र यसलाई पनि बन्द गर्नुहोस्। अब तपाईको आइफोनको ब्याट्री पहिलाभन्दा लामो समय टिकाउ हुनेछ।